ल फोन राख न त्यहाँ राखिसके त तिमी अहिले आएर फटा निस्क्यौ यार कहाँ यो के हो रे यो? यो स्यालको छालाको स्वभाव के बोले भाइ के बोले फटा हुन्छ यहाँ बसेपछि फटा पनि सबै एकदम सोझो हुन्छ। भाइ तिमी अहिले आएर बडो फटा मान्छे निस्क्यौ त्यो एउटाले भन्दै स्यालको सिङ्गी के भन्थ्यो त्यस्तै तिमी पनि स्यालको छालाको सोफा भन्न थाल्यौ तिमीलाई कारबाही हुन्छ मान्छेले ओरिजिनल खासमा स्याल देखेकै छैन किन किन किनभने त्यो चाहिने जो घरपालुवा स्याल यताउति कुद्ने देखेको भएर मान्छेलाई थाहा छैन यो जङ्गली स्याल हो जङ्गली स्यालको छालाको भाइ जङ्गली स्याल चाहिँ कहाँबाट लिएर आयो तिमीले 362 दिन रुमेर शिकार गरेर खोजेर बल्ल बल्ल भेटेर अनि यो चाहिँ एकदम भाइ शिकार गर्न पाउँदैन नि त स्यालहरू जङ्गली जनावर कुनै पनि मार्न पाइँदैन तिमीलाई आफ्नै जङ्गल हो नि त अर्काको जङ्गल सरकारी जङ्गल हो नि त। आफ्नै जङ्गलबाट शिकार गरेर यस्तो खालको सोफाहरू चाहिँ कहाँ पाउँछ यस्तो खालको सोफाहरू ऊ त्यहाँनिर पाउँछ